आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करी छी। आई बातचीत कर जा रहा छे समसामयिक विषय में। विशेष क काल्हि के बात करी तो बर्दिवास में एक घटना भेलै। एक बालिका के बलात्कार आ ओई के बाद हत्या। एकर बाद प्रदर्शन भेलै। प्रदर्शन के बाद एक गोटे ऊपर प्रहार केलकै। ओना 3 गोटे घायल छलै आ प्रहरी के गोली लाग एक गोटे के मृत्यु समेत भेलै। एहन किस्म के अवस्था प्रदेश 2 के जो बात करी तो ये होइत आयल छै, या कही तो जहिया संहिता नहीं रही तहिया से हो आ संहिता एले त वह बात छै कि परिवर्तन के महसूस कर रहल छै अतुका जनता। एहि विषय में बातचीत करब। एकर संगे समसामयिक राजनीतिक विषय में बातचीत करब। अखन जुड़ल छै प्रदेश नंबर 2 के मुख्यमंत्री के प्रमुख स्वकीय सचिव जितेंद्र यादव। ओ नेपाल बौद्धिक पेशाकर्मी महासंघ के केंद्रीय उपाध्यक्ष छथि, तहिना जसपा के नेता सेहो छथि। सबसे पहले उनका स्वागत करै छी। तपाईले कार्यक्रममा स्वागत छ। धन्यवाद। सुरक्षा को कुरा गरौँ। पहिला तपाई मुख्यमंत्री का प्रमुख स्वकीय सचिव हुनुहुन्छ, एकदमै नजिक प्रदेश 2 का सरकार वाला व्यक्ति हुनुहुन्छ। प्रदेश 2 किन असुरक्षित? त्यो संविधान निर्माण गर्दाखेरि, संविधान जारी गर्दाखेरि सम्पूर्ण प्रदेशहरूलाई स्वायत्त बनाउनु पर्थ्यो। स्वायत्त यो मानेमा हुन्छ। स्वायत्तताको अर्थ के हो भने आफ्नो कर्मचारी, आफ्नो प्रहरी, आफ्नो साधन स्रोत सहितको अनुभूति गराउने, जनतालाई अनुभूति गराउने एउटा विधिको शासन नै स्वायत्तता हो। संविधानले जुन जारी गरेको जुन संविधान छ, त्यो संविधानले गर्दा नै आज प्रदेशहरू त्यो अधिकारविहीन भएर, जस्तो प्रहरीको विषयमा लिनुस्, प्रहरी पनि प्रदेशको मातहतमा नहुने, जस्तो भारतमै बिहार पुलिस छ, भारतमै यूपी पुलिस छ, त्यहाँ चाहिँ आफ्नो प्रदेशले आफ्नो प्रहरीलाई सञ्चालन गरेर सुरक्षा प्रदान गर्छ जनतालाई। हो, त्यसै गरी नै त्यहाँ प्रदेशहरू स्वायत्त छन्। यहाँ के छ भने प्रदेशलाई 5 विकास क्षेत्र अन्तर्गत नै राखेर, त्यो मूल्य मान्यता राखेर संविधान जारी गरेको हो। त्यसैले संविधानमा त्रुटि भएको हुनाले यो संविधान संशोधन गर्नुपर्छ भन्ने कुरामा संविधानले स्वायत्तता दिएन कि सरकारले चाहिँ स्वायत्तता दिइरहेको छैन? यस्तो छ, संविधानमा पनि त्रुटि छ, तर संविधानले एउटा के अधिकार दिएछ भने प्रदेशले आफ्नो प्रहरी राख्न सक्ने संवैधानिक व्यवस्था छ। तर नेपालको निजामती ऐन र निजामती सेवामा जुन लोकसेवा आयोग जुन छन्, संघीय लोकसेवा आयोग, त्यो संघीय लोकसेवा आयोगको पनि जटिलता छ, कन्ट्राडिक्सन छ। अहिलेसम्म संघीय सरकारले त्यो किसिमको भर्ना प्रक्रियालाई सहज बनाउने अहिले संघीय सरकारले अगाडि बढाएको छैन। जस्तो प्रदेश नम्बर 2 मा प्रहरी ऐन बनिसकेको छ। प्रदेश नम्बर 2 ले प्रहरी ऐन ल्याएर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउँदाखेरि संघीय सरकारले यसमा रोक लगाएको हो र रोक लगाउँदाखेरि प्रदेश सरकारले आज सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ सरकारको तर्फबाट। तर अहिलेसम्म त्यो निर्णय फैसला हुन सकेका छैन। म सम्पूर्ण जनतालाई अनुभूति के गराउन सक्छु भने प्रदेश सरकारको तर्फबाट कि अहिले जसरी प्रदेश सरकार आफ्नो नीति नियम बनाएर प्रदेश प्रहरीको भर्ना प्रक्रिया यदि जुन दिन लगाइदियो भने त्यो दिन प्रदेशको दायित्व क्षेत्रभित्र त्यो सबै शान्ति सुरक्षा हुन्छ भन्ने अनुभूति डाइरेक्ट अनुभूति हुन्छ। तर अहिले के छ भने अहिले तपाईको प्रहरी संघीय कानुन अनुसार हो, संघीय व्यवस्था अनुसार प्रहरी सञ्चालनमा हो। जस्तो सीडीओ को मातहतमा प्रहरी सञ्चालनमा छ, सुरक्षाको जिम्मा सीडीओ को छ। सीडीओ कसको मातहतमा हो? संघीय सरकारको मातहतमा हो। त्यसैले बुझाइ के हो भने कि संघले प्रदेशहरूलाई अब यस्तै घटना घटाएर विभिन्न किसिमका घटना घटाएर खास गरी प्रदेश नम्बर 2 मा मैले भन्नु खोजे के भन्दाखेरि प्रदेश त 7 वटा छ नि। प्रदेश नम्बर 2 त मात्रै प्रदेश त होइन, बाँकीका 6 वटा पनि प्रदेश छन्। अरू प्रदेशहरूमा यतिको असुरक्षा छैन, प्रदेश 2 मै चाहिँ किन?
सबै जनतालाई थाहा छ र देशलाई र सम्पूर्ण जनतालाई थाहा छ कि प्रदेश नम्बर 2 कै कारण आज संहिता टिकेको हो। प्रदेश नम्बर 2 कै कारणले आज जनताको अनुभूति छ कि यो देशमा संहिता छ। संहिता समाप्त गर्नको निमित्त अन्य प्रदेशहरूमा त्यही नेकपाकै सरकारको नेकपा नेतृत्वको सरकार हो। नेकपा नेतृत्वको सरकार होइन, नेकपा नेतृत्वको सरकार छ भन्दैमा नेकपा नेतृत्वको सरकार छ भन्दैमा त्यहाँ हत्या हिंसा नहुने, रेपका घटना नहुने त्यस्तो नि हुन्छ र भने यहाँ प्रदेश 2 छ र यहाँ चाहिँ यो घटना हुनुपर्छ भनेर त मैले त्यही जोड दिन खोजे हो कि आज देशमा संहिता टिकेको कुन प्रदेशको कारणले हो भने प्रदेश नम्बर 2 कै कारणले हो। प्रदेश नम्बर 2 ले आफ्नो स्वायत्तता खोजेको छ। प्रदेश नम्बर 2 ले आफ्नो साधन स्रोत भनेपछि अरूले चाहिँ स्वायत्तता पाए, अरू प्रदेशले चाहिँ स्वायत्तता पाइसके, प्रदेश नपाएको हो। यिनीहरूले नेकपाको नेतृत्वको सरकार छ। नेकपाको नीतिमै के छ भने संहिता समाप्त गर्ने नीति हो, जुन धेरै अहिले उदाहरणहरू हामी दिन सक्छौँ। होइन, एउटा कुरा जितेनजी, एउटा कुरा अरू प्रदेशमा चाहिँ स्वायत्तता छ कि छैन? त्यो अरू प्रदेशमा के छ भने नेकपा नेतृत्वको सरकार भएको हुनाले के हुन्छ, त्यो हुँदाखेरि चाहिँ के हुन्छ, नहुँदाखेरि के? यिनीहरूले के छ भने यस्तै भए पनि हुन्छ भन्ने कुरा हो। यिनीहरूको के अधिकार छ? प्रदेश नम्बर 2 ले गर्दा आज प्रदेश नम्बर 2 को सङ्घर्षको बावजुद जुन प्रतिफल आइरहेछ त्यो प्रतिफलमा अन्य 6 वटा प्रदेश चलेको त ज्वलन्त उदाहरणहरू थुप्रै छ नि त। त्यस अर्थमा मैले के भनेको छु भने कि प्रदेश नम्बर 2 ले गर्दा आज संहिता टिकेको छ। आज संहिताको लागि जुन संहिता टिक्यो रे, संहिता टिक्यो, संहिताले अब मैले शान्ति सुरक्षासँग जोड्न चाहे। प्रदेश 2 असुरक्षित किन? स्वायत्तता नपाएर हो कि प्रदेश सरकारले काम गर्न नसकेको हो कि अधिकार नदिएको हो कि? यदि त्यस्तो हो भने अरू प्रदेशभन्दा तपाईहरूलाई चाहिँ पृथक राखिएको हो, अरू प्रदेशमा चाहिँ एकदमै स्वायत्तता दियो भने भन्नुहुन्छ कि के चाहिँ? यस्तो छ मैले त्यही तपाईँको मिडिया मार्फत सम्पूर्ण जनतालाई पनि म भन्न चाहेँ र जानकारीको लागि पनि मैले अनुरोध गरेँ। सबभन्दा पहिला के हो भने कि अब यो प्रदेश चाहिँ प्रदेश नम्बर 2 को कुरालाई मैले मात्रै इङ्गित गरेँ। आज दलितहरूको हत्या हिंसा भइरहेको छ। त्यही त सबभन्दा बढी प्रदेश 2 मै हुने। आज त्यही त प्रदेश 2 मै सबभन्दा बढी हुने हो दलितहरूको हत्या हिंसा। यसैको घटना कुरा गर्दै हो। अहिलेको घटनाको विषयमा हामी कुरा गर्दाखेरि अहिलेको घटना बर्दिवासको घटना पनि सेम घटना हो। त्यो घटना घटाउने र अब असुरक्षित भयो, यो प्रदेश नम्बर 2 मै असुरक्षित भयो, सम्पूर्ण जनतालाई माइन्डसेट चेन्ज गरिदिने संहिता प्रतिको जुन आत्मविश्वास अनि त्यस्तो देखियो के सबभन्दा बढी यहाँ रेपका घटना यही हुने, हत्या हिंसा यही हुने, असुरक्षा यही महसुस गर्ने यहाँका जनता भने प्रदेश 2 माथि किन विश्वास गर्ने? खाली संहिता ल्याउने प्रदेश 2 भनेर अलाप गएर हुन्छ? होइन, यस्तो छ, शान्ति सुरक्षा कसको जिम्मेवारी हो? पहिला प्रमुख कुरा त्यहाँ गर्नुपर्ने हो। शान्ति सुरक्षाको जिम्मेवारी हो भन्नुहुन्छ तपाईँ? शान्ति सुरक्षाको जिम्मेवारी सिडिओ मार्फतको निकाय हुन्छ। होइन, त्यो त सबै प्रदेशको लागि हो के भने? अरू प्रदेश पनि त्यही त हो नि। अरू प्रदेश र यहाँ त्यसै मैले त्यही कुरा गरिरहेको छु। नेकपाको नेतृत्वको सरकार प्रदेश नम्बर 2 मा छैन। प्रदेश नम्बर 2 मा 2 ले गर्दा संहिता टिकेको छ। त्यसैले प्रदेश नम्बर 2 मा यस्ता घटनाहरू घटाइदिने जहाँ यहाँको जनताको भावनामा के होस् कि यो होइन अब संहिता चाहिँदैन, संहिता अब चाहिँदैन, यहाँ अशान्ति भयो, शान्ति सुरक्षा छैन, त्यो किसिमको खलबली मचाउने एउटा यो दुस्साहस अहिले गरिरहेछ केन्द्र सरकारले। केन्द्र सरकारको यसमा केन्द्र सरकारले बढी जिम्मेवारी लिनुपर्छ। किनभने सिडिओको मार्फत, प्रमुख जिल्ला अधिकारीको मार्फत शान्ति सुरक्षाको व्यवस्था संविधानमा राखेको छ। त्यस अर्थमा प्रदेश नम्बर 2 सरकारले के भनेको छ भने कि आफ्नो प्रहरी हुने, सिडिओको कुनै अर्थ नहुने। प्रदेश 2 को मातहत प्रहरी छैन, आफ्नो प्रहरी अहिलेसम्म छैन। अनि अरू प्रदेशमा चाहिँ के रहेछ? अरू प्रदेशमा पनि त्यही कुरा हो। मैले भने नि 6 वटा प्रदेश भनेपछि नेकपा नेतृत्वको छैन, त्यहाँ पनि छैन, यहाँ पनि छैन के होइन भनेपछि खालि चाहिँ केन्द्रले दिएन, केन्द्रले गरिदिएन, केन्द्रले अधिकार दिएन भनेर खालि आफू पन्छिने मात्रै गर्यो के प्रदेश 2 सरकार भनेर आरोप लाग्ने गरेको छ के? यही कुराहरूले गर्दा हरेक कुरामा यो मात्रै घटना होइन के, अरू कुरामा पनि। मैले यतिसम्म भने सबैभन्दा पहिला प्रदेश नम्बर
जुनसुकै प्रदेश होस् संहिताको निमित्त स्वायत्तता सुशासनको व्यवस्था सबभन्दा पहिला हुनुपर्थ्यो। संविधानले त्यो दिएको छ, तर त्यो संविधानले दिएको अधिकार पनि कटौती गरेर सङ्घीय सरकारले जसरी प्रहरीको विषयमा भर्ना प्रक्रियाको कुरा हामी अगाडि बढाइरहेछौँ, त्यसमा चाहिँ प्रदेश सरकारले त्यो भर्ना प्रक्रियाको रोक लगाउने, भर्ना प्रक्रिया नहुन दिने, तर प्रहरी पनि आफ्नो अधीनमा राख्ने, कर्मचारी पनि आफ्नो अधीनमा राख्ने भनेपछि कहाँको संहिताको यो अब ठिक छ। प्रदेश 2 सरकारलाई अधिकार दिएन अरे, त्यही भएर चाहिँ यो समस्या भइरहेको छ होइन। अहिलेको अवस्था पनि त्यही हो छैन होइन। अब एकातर्फ बेटीहरू चाहिँ असुरक्षित भइरहने, अर्कोतर्फ बेटी पढाओ बेटी बचाओ अभियान पनि चलाइरहने होइन, बजेट सकाइरहने, प्रतिफल चाहिँ केही नदेखिने होइन। तपाईँ प्रदेश 2 को स्वास्थ्यको अवस्था हेर्नुहोस्, शिक्षाको अवस्था हेर्नुहोस्, सुरक्षाको अवस्था हेर्नुहोस्, के छ के भयो के 3 वर्षमा प्रदेश 2 सरकारले यहाँका जनताले चाहिँ के दियो? होइन यस्तो छ, राम्रो प्रश्न उठाउनु भयो। जस्तो शिक्षा सम्बन्धीको कुरा, स्वास्थ्य सम्बन्धीको कुरा, प्रहरीको कुरा, तीनवटा सुरक्षित, बेटीहरू सुरक्षित छैन भन्ने कुरा महत्त्वपूर्ण कुरा हो र यो जिम्मेवार भएर पनि सबैजना लाग्नु पर्छ। मैले त्यहीलाई कम्प्लिट गर्न खोजेँ। अब अहिले जनता, तपाईँको मिडिया मार्फत सम्पूर्ण आदरणीय जनताहरूलाई र श्रोतागणहरूलाई म के अनुरोध गर्न चाहेँ भने, प्रदेश जुन संहिता स्थापित भयो, 7वटा प्रदेशको अवधारणा आयो देशमा। अब यो शिक्षा कसको अधीनमा, स्वास्थ्य कसको अधीनमा, प्रहरी कसको अधीनमा, एकचोटि हामी संविधानमा दिएका अधिकारहरू पनि पढौँ न। यदि संविधानले हामीले शिक्षा कसको अधीनमा हो भने शिक्षा नगरपालिकाको अधीनमा, स्वास्थ्य नगरपालिकाको अधीनमा र सङ्घीय सरकारको अधीनमा। सङ्घीय सरकार र नगरपालिकाको अधीनमा शिक्षा र स्वास्थ्य राखेर शिक्षाको उन्नति हुन सक्छ र स्वास्थ्यको उन्नति हुन सक्छ। भनेपछि प्रदेश 2 शिक्षाको विकास गर्ने काम छैन, प्रदेश 2 को अधिकार दिया छैन रे। अहिले पनि कुनै पनि प्रदेशमा त्यस्तो छैन। त्यही त भन्दैछु, तपाई भनिराख्नु भएको छ नि प्रदेश। मैले अहिले पनि भने कुन प्रदेशको तपाईँ कुरा गर्नुहुन्छ, कुन प्रदेशको स्वास्थ्य तपाईँ भनिराख्नु मैले उदाहरण प्रदेश 2 को काम चाहिँ प्रदेश 2 का शिक्षाको स्तर विकास गर्ने काम छैन। अहिले पनि भने हाम्रो स्वास्थ्यको स्तर विकास गर्ने काम प्रदेश 2 को छैन भन्नुहुन्छ। अधिकार भनेको के हो? होइन, तपाईँ भनिराख्नु भएको छ नि त, स्थानीय तहमा गइसक्यो। माने स्थानीय तहमा छ, विद्यालय स्थानीय तहमा छ, स्वास्थ्य स्थानीय तहमा छ भनेपछि प्रदेश 2 सरकार किन चाहियो? किन यहाँ पस्नु पर्यो? किन चाहियो त? प्रदेश नम्बर 2 किन चाहियो? त्यही त भन्दैछु। अन्य प्रदेशहरू किन चाहियो? भनेको के हो भने नि संहिता किन चाहियो? होइन, पहिला त प्रदेश 2 किन चाहियो के? तपाईँ भनिराख्नु भएको स्वास्थ्यमा अधिकार छैन, तपाईँले कलेज खोल्ने अधिकार छैन, विद्यार्थी यहाँका बालबालिकालाई पढाउने अधिकार छैन, यहाँ मेडिकल युनिभर्सिटी कलेज खोल्ने अधिकार छैन, यहाँ के अरे स्वास्थ्यको पहुँच बढाउने अधिकार प्रदेशलाई दिएकै छैन भने सुरक्षाको कुरा त गरिहाल्नु भयो। सुरक्षामा प्रहरी भर्ना गर्न दिएन र यो यावत कुराहरू छ, त्यसले गर्दा हत्या हिंसा बढ्यो भनेर तपाईँको तर्क छ। स्वास्थ्यको कुरा पनि त्यही भनिराख्नु भएको छ होइन, शिक्षाको कुरा पनि त्यही भनिराख्नु भएको छ। केही अधिकारै दिएको छैन भने 3 वर्षदेखि तपाईँहरू चाहिँ प्रदेश 2 सरकार चलाएर किन बस्नु भयो? कुर्सी छोडे भइहाल्यो। यस्तो छ, संहिता स्थापित गर्नको निमित्त फेरि संहिता कुरा किन गर्नुहुन्छ के? मैले भन्न खोजेँ के भने संहिता भनेको एउटा अर्कै पाटो। मैले संहिता कुरा गर्नै खोजे होइन के। संहिता भनेको पुरा देशको लागि हो। संहिता प्रदेशका जनता, प्रदेश 2 का जनताको बलिदानीबाट आएको हो, त्यसमा 2 मत छैन। संहिता त स्थापित भइसक्यो। अब जे अधिकार छ नि, तपाईँ भनिराख्नु भएको छ स्कुल खोल्ने अधिकार छैन, कलेज खोल्ने अधिकार छैन, स्वास्थ्यमा के अधिकार छैन। प्रदेश 2 ले यो 3 वर्षमा बजेट केमा खर्च गर्यो त्यसो भए होइन? के गर्यो के प्रदेश 2 ले? अब त्यही कुरामा तपाईँकै अब एकचोटि मैले तपाईँलाई अनुरोध गरेँ। सबभन्दा पहिला के हो भने हामी संविधान संशोधनको विषय किन उठाएको? जनता समाजवादी पार्टीले हरेक नागरिकको स्वास्थ्यको पहुँच हुनुपर्ने, हरेक नागरिकको शिक्षाको पहुँच हुनुपर्ने, शिक्षामा पहुँच हुनुपर्ने, स्वास्थ्यमा पहुँच हुनुपर्ने, शान्ति सुरक्षाको अनुभूति हुनुपर्ने, यो के हो? संहिताको मोडालिटी भित्रको यो अधिकार हो नि त। संविधानले दिएको संविधान, त्यसैले मैले संविधानको मलाई प्रश्न पार्न दिनुहोस्। त्यसैले संविधान संशोधन गर्नुपर्छ भन्ने
कत्रो हाम्रो आन्दोलन पनि भयो, तर नेकपा नेतृत्वको सरकारले त्यो 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 गर्नलाई त्यो के गर्नलाई बस्या हो र? त्यो त पार्टी फुटाउनलाई अध्यादेश जारी गर्नलाई, अध्यादेश ल्याउनलाई बस्या हो। ठिकै छ। त्यो 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 गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रिय मधेस के नि मलाई आवाज उठाउँदै आएका मैले मलाई कम्प्लिट गर्न दिनुस्। त्यसैले के हो भने नि, अहिले पनि म भन्छु, शिक्षा प्रदेशको माथामा आउनुपर्ने हो, स्वास्थ्य प्रदेशको माथामा आउनुपर्ने हो, आफ्नो प्रहरी हुनुपर्ने हो प्रदेश अन्तर्गतको हो। त्यसैको समग्र भनेपछि स्वायत्तता हो नि त। भनेपछि सम्पूर्ण अधिकार सम्पन्न प्रदेश बनाएपछि अनि त्यस पछाडि तपाईँको कुनै घटनाको अब यसमा अलिकति प्रश्न पारिदिनुहोस्। तपाईँ भनिराख्नु भएको छ स्वास्थ्य, शिक्षा, सुरक्षा कुनैमा अधिकार छैन भनेपछि प्रदेश दुई सरकार चाहिँ मूलभूत रूपमा 1 2 3 भन्दाखेरि के काम गर्यो 3 वर्षमा? के गर्यो त्यसो भयो? त्यो शिक्षामा के पनि गरेन त्यसो भए, स्वास्थ्यमा पनि के पनि गरेन कि के चाहिँ गर्यो त्यसो भए? अब किन गर्यो? यदि अधिकारै छैन भने किन गर्यो? मैले त्यही कुरा है। अब मेन कुरा के हो भने संहिता स्थापित गर्नको निमित्त सबैभन्दा पहिला सम्पूर्ण जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ। एउटा नीतिगत कुरा भएको, यो सम्पूर्ण देशको लागि भएको रह्यो। प्रदेश नम्बर 2 को लागि, प्रदेश नम्बर 2 ले आज प्रहरी ऐन ल्याएर, लोकसेवा ऐन ल्याएर, सुशासन ऐनको निमित्त जनलोकपाल ऐन ल्याएर, जुन भ्रष्टाचार न्यूनीकरण गर्नको निमित्त जनलोकपाल ऐन ल्याएर, मतलब यस्तो सम्पूर्ण ऐनहरू ल्याएर अहिले शिक्षा मलाई कम्प्लिट गर्न दिनुहोस्। अनि अहिले स्वास्थ्य विधेयक ल्याएर, शिक्षा विधेयक अहिले टेबुलेसन भइरहेछ। सम्पूर्ण कानुनहरू बनाउनलाई सङ्घ सरकारले कानुन नबनाइदिएर अहिले सम्पूर्ण कानुनहरू बनिसकेका छ र त्यो कानुनमा अब सङ्घ सरकारसँग केही कुराहरू बाजेको छ। जस्तो निजामती सेवा प्रदान गर्दाखेरि सङ्घीय निजामती ऐन संशोधन गर्नुपर्छ कि पर्दैन? प्रहरी सङ्गठन एउटा नेपालमै प्रहरी सङ्गठन ठुलो सङ्गठन हो। प्रदेश प्रहरी सङ्गठनको अवधारणा ल्याउनुपर्छ कि पर्दैन सङ्घीय सरकारले? स्वास्थ्यको कुरा गर्नुभयो। स्वास्थ्यको पहुँच हरेक जनतालाई फ्री स्वास्थ्य हुनुपर्छ र सबैले स्वास्थ्य फ्रीमा पाउनुपर्छ, स्वास्थ्य सेवा फ्रीमा पाउनुपर्छ। त्यो किसिमको विधेयक ल्याउनुपर्छ कि पर्दैन सङ्घीय सरकारले? संविधानमा जुन जटिलता देखिएको छ हो त्यसलाई संशोधन गरेर अगाडि बढाउँ भनेर प्रदेश नम्बर 2 सरकार त अगाडि बढिसकेको हो नि त। के त्यो उपलब्धि होइन र? बिना नीति निर्माण गर्दाखेरि, बिना नीति र कानुन निर्माण गर्दाखेरि तपाईँ कुनै कुरा अगाडि बढाउनु भयो भने त्यो कानुन सम्मत हुन्छ र? त्यसैले नीति नियम बनाउनमा नम्बर 1 हो प्रदेश नम्बर 2 सरकार। कार्यान्वयनको जटिलतामा सङ्घ सरकारले रोक लगाइरहेको छ। त्यसैले 54 लाख जनताको जुन क्षति भइरहेछ त्यो क्षतिको निमित्त प्रदेश नम्बर 2 सरकार अहिले पनि सङ्घर्षरत छन् र सर्वोच्चमा त्यसको सम्पूर्ण अधिकार सर्वोच्चमा दर्ता भइसकेका छ। प्रदेश 2 लाई जति अधिकार दिनुपर्ने त्यति अधिकार दिएन। एउटा त संविधानले नै रोक्यो, अर्को चाहिँ अहिलेको सरकारले रोकिरहेको छ भनेर तपाईँले भनिराख्नु भएको छैन। जे अधिकार दियो नि, जे अधिकार छ अहिले, ल ठिक छ, सिडिओ तपाईँको मार्फत छैन, यहाँका प्रदेश प्रहरी तपाईँको मार्फत भएन होइन, अरू पनि निकायहरू तपाईँहरूको मार्फत छैनन् होइन, ठिक छ, तपाईँले भनेको ठिक छ। अब जे छ के, जे अधिकार छ नि, अधिकारै छैन भने त फेरि कुर्सीमा किन बस्नु पर्यो? कुर्सी छोडिदिनु पर्यो? केही गर्नै दिएन भने, सङ्घ सरकारले केही गर्नै दिएको छैन भने किन कुर्सीमा बस्नु पर्यो? यो पनि प्रश्न उठ्छ। यदि कुर्सीमा बसेको हो भने काम गरेर देखाइदिनु पर्यो यहाँका जनतालाई। र अर्को कुरा तपाईँले भनेको अधिकार दिएको छैन, सत्य छ, त्यो अधिकार जति दिनुपर्ने त्यति दिएको छैन। त्यो शब्द मैले युज गरेँ, जति दिनुपर्ने त्यति दिएको छैन भनेपछि जति दिएको छ नि त्यति प्रदेश 2 सरकारले 3 वर्षमा काम गरे त? देखेका कामहरू छन्, पर्याप्त हो। एउटा कागजी काम त ऐन बनायो, त्यो ऐन त सबैभन्दा पहिला ठुलो कुरा हो कि ऐन नै हो। अर्को कुरा के हो भने विकासको कामहरू पनि निरन्तर अगाडि बढिरहेको छ। जस्तो मैले तपाईँलाई अहिले भने, तपाईँ विकासको काम पनि रोकेको छैन, विकासको काम पनि गति लिएकै छ। तपाईँको अहिले जसरी प्रादेशिक हाम्रो मधेस
शिक्षण अस्पतालको जुन अवधारणा आयो, मधेस मतलब यो स्वास्थ्य प्रदेशमा 3 वर्षमा स्वास्थ्य- कतिवटा स्वास्थ्य- उद्योग स्थापना भयो? स्वास्थ्य प्रतिष्ठानको कुरा यो आयो। प्रदेशमा 3 वर्षमा कतिवटा उद्योग मैले स्थापना तपाईँलाई भयो? मैले हजुर। तपाईँलाई त्यही कुरा ल्याएँ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा जुन आयो त्यो आफैमा चाहिँ यो ठुलो कुरा हो, आफैमा धेरै ठुलो कुरा हो। जुन अहिले प्रदेश लोकसेवा आयोग अन्तर्गतको जुन अगाडि बढिरहेछ आफ्नो कर्मचारी भर्ना प्रक्रियाको लागि, जुन इन्जिनियरहरूलाई प्राविधिक रूपमा इन्जिनियर र चिकित्सकहरूलाई जसरी भर्ना त्यो प्रक्रिया पनि अगाडि तपाईले 1 वर्ष बढिरहेछ। ढिलो गर्नु भयो नि। छैन। तपाईको कर्मचारी मैले पनि- समायोजन मैले पनि भन्छु। मैले भन्न खोजे के भने कर्मचारी समायोजन मलाई होइन। आउन दिनु, मलाई हजुर। आउन दिनु त टु दी पोइन्ट हामी कुरा गरौँ। मलाई आउन दिनु, त्यही कुरामा आउँछौँ। के हो भने कि ओएनएम पनि ओएनएम त्यो पास गर्नको निमित्त सङ्घ सरकारसँग नबाझिने गरी ओएनएम बनाउनुपर्छ भन्ने अवधारणा आयो। सङ्घ सरकारले ओएनएम निर्माण गरेर अहिलेसम्म पनि पठाइदिएको छैन। कर्मचारी त्यतिकै कम छ, अभाव छ। त्यो सम्पूर्ण अभावको बावजुद पनि प्रदेश नम्बर 2 सरकारले होइन, कर्मचारी भर्नाको विषयमा त तपाईहरु भन्दा प्रदेश 2 भन्दा त 5 प्रदेश अगाडि बढिसक्यो नि। अब प्रदेश 5 त धेरै अगाडि नि कर्मचारी भर्नाको विषयमा। कहाँ कुरा गर्नुहुन्छ? कहाँ धेरै अगाडि नि। तपाईहरुका मन्त्रीले त हामीले त थाहै छैन, अहिले त ऐन बनाएन भनिरहेको अवस्थामा प्रदेश 5 ले त मन्त्री परिषदबाट निर्णय नै गराइसकेको थियो कि कर्मचारी चाहियो भनेर के। त्यहाँ रोक लागेको कुरा सबैले थाहा हैन छ। भनेपछि कर्मचारी समायोजन ऐनलाई प्रयोग गरेर अगाडि बढ्ने प्रदेश नम्बर 5 मा पनि त यो के अरे तपाईको अहिले पनि रोक लागेकै हो नि त। कहाँ कम्प्लिट गरेको छ र पनि मैले म यो कुरा गरिरहेको छु। प्रदेश नम्बर 5 को लागि चाहिँ सङ्घ सरकारले सहयोग गर्न हुने, कर्मचारीको विषयमा हो, साधन स्रोतको विषयमा हो, फेरि घुमेर त्यही कुरामा कोभिड आयो। 100% सहयोग किन हैन, केन्द्रले हैन। म भनेको केन्द्रको विषय हो त केन्द्रको कुरा गर्नुपर्छ। जहाँ समस्या छ त्यही नै कुरा गर्ने हो। समस्या जहाँ छ त्यही जनतालाई भन्ने हो कि यो मैले फरक प्रसङ्ग त मैले भने। अब प्रदेश 2 मा एक दुईटा ठुल्ठुला समस्याको कुरा गर्ने हो भने बेरोजगारी, युवाहरू त्यसै पलायन भइरहेका छन् हैन। एकातर्फ कोभिडको संक्रमण छ, अर्कोतर्फ चाहिँ युवाहरू चाहिँ हामी विदेश गएर कमाउने के कतार दुबई जानु पर्यो भनेर युवाहरूलाई यहाँ व्यवस्थित गर्नु पर्यो, उनीहरूलाई यहीँ चाहिँ रोजगारी सिर्जना गर्नु पर्यो। त्यसको लागि प्रदेश 2 ले 3 वर्षमा यो प्रदेशमा चाहिँ कतिवटा उद्योग स्थापना गर्यो? उद्योगको विषयमा सबभन्दा पहिला प्रदेश नम्बर 2 सरकारले के गरेको छ भने कि यस प्रदेशमा यदि उद्योग कल कारखाना खोल्ने जुन पनि उद्योगपतिज्यूहरू हुनुहुन्छ उहाँहरूको लागि 20 वर्षसम्म हामी बिजुली फ्री दिने, ट्याक्स फ्री गर्ने भने त प्रदेश नम्बर 2 सरकारले त प्रथम यो निर्णय कसैले खोल्यो भने अब उद्योग कल कारखाना खोल्दाखेरि पनि तपाईले के भन्छ उद्योगपतिज्यूहरूलाई नै अनुरोध गर्ने हो। हामीले आफै खोल्ने सोच छैन। आफै खोल्ने सोचमा पनि अब प्रदेश साधन स्रोत कति त? त्यो त पैसा नै हुनु हो नि, त्यत्रो बजेट आउँछ। जस्तो यत्रो बजेट होइन, कति बजेट आउँछ र? त्यो बजेटको सदुपयोग गर्नु। 3% बजेटमा बजेट त खर्चै हुँदैन नि। 3% मैले फेरि त्यही भनिरहेको छु। 50% पनि खर्च हुँदैन। 50.66% खर्च भयो तपाईलाई त्यो शीर्षक अनुसारको बजेट आउँछ। यहाँ 3% बजेट हो जम्मा। 1% बजेट भनेपछि तपाईको स्थानीय हैन, मैले भन्न खोजे ठीक छ 3% नै होस् के। 2% बजेटले टोटल प्रदेशमा 15% नै बाँड्यो भन्छ के। मैले त्यही कुरा गरिरहेको छु। 15% नै बाँड्यो के, त्यही हो नि तपाईको भनाइ। टोटल 7वटै प्रदेशमा 15% मात्रै बजेट दिन्छ केन्द्र सरकारले भन्ने भनाइ छ के। जुन आउँछ नि यहाँ त्यति त खर्च गर्नु पर्यो नि। कसले रोकेछ खर्च गर्न? खर्च गर्ने शीर्षक हुन्छ, शीर्षक अनुसार खर्च हुने हो। तर यहाँ चाहिँ अब के भयो भने मैले भने नि अघि पनि भने कि कर्मचारीको अभावले गर्दा जस्तो सचिवहरू काम गर्दा गर्दै 2-3 महिनामा यहाँबाट सचिवहरू सरुवा गरिदिने, प्रमुख सचिवजीहरूको सरुवा हुने, 6 महिनामा सरुवा गरिदिने, कर्मचारीहरूलाई सरुवा गरिदिने, थाहा नदिकन सरुवा गरिदिने, एक अलिकति पनि प्रदेश सरकारसँग समन्वय नगरिकन सरुवा गरिदिने। जुन यो परिपाटी हो यो सङ्घ सरकारको के लाग्छ प्रदेश नम्बर 2 लाई सहयोग गरिरहेछ र राज्य स्थापित गर्नलाई सहयोग गरिरहेछ र सौतेला जस्तो व्यवहार गरेर राज्य सञ्चालन हुन्छ र म ठोकुवा भन्न चाहन्छु जबसम्म प्रदेश नम्बर 2 समृद्ध हुँदैन देश समृद्ध हुँदैन। जबसम्म प्रदेश नम्बर 2 मा शान्ति सुरक्षा अनुभूति हुँदैन देश अशान्त हुन्छ, अक्रान्त हुन्छ। अब त्यस अर्थमा के हो भने नेपालको निमित्त पनि
देशको निमित्त पनि नेपाललाई निर्माण गर्नको लागि पनि नेपाललाई समृद्ध गर्नको लागि पनि सङ्घीय सरकारको जसको नेतृत्व हुन्छ प्रदेश नम्बर 2 लाई उपेक्षित गरेर राख्न मिल्दैन। त्यो किन मिल्दैन भने परिवर्तनका लागि धेरै आफ्नो बलिदानी दिएको छ यहाँका जनताहरूले। त्यसैले अब एकातर्फ तपाईहरुले भनिराख्नु भएको छ कि प्रदेश 2 मा शान्ति सुरक्षाको सवालमा यहाँका प्रहरी प्रशासन हाम्रो माथत भएन भनेर तपाईहरुले भनिराख्नु भएको छ। आज हाम्रो माथत नहोस् भोलिदेखि कारबाहीको यदि प्रक्रिया तपाईहरुको माथत छैन भने बजेट किन छुट्याउनुहुन्छ प्रदेश 2 प्रहरीका लागि? यस्तो छ अब यस्तो छ पैसा किन चाहियो? त्यसो भए यस्तो सङ्घको मार्फत हो भने तपाईहरु छोडिदिनुस्। प्रदेश प्रहरीको कुरा तपाईँ गर्नुभयो। प्रदेश प्रहरीलाई जसरी जुन अनुसारले सँगैले अहिले डिआईजीलाई हामी केही कारबाही गर्न सक्छौँ र? हैन, मैले भन्न खोजे के हो मैले तपाईलाई भने म तपाईहरु अहिले कुर्सीमा हुनुहुन्छ, सेवा सुविधा चाहिँ दिने तपाईहरुले हैन। प्रहरी ऐन भनेपछि के हो? अनि सेवा सुविधा चाहिँ दिने प्रहरी ऐन भनेपछि के हो? यो राज्यले छुट्याएको बजेट हो। अब बर्दिवासमा गोली चल्यो, संघीय सरकारले छुट्याएको बजेट हो। बर्दिवासमा गोली चल्यो, त्यसको जवाब यहाँका जनताले कोसँग माग्ने? संघीय सरकार त्यो संघीय सरकारले छुट्याएको बजेट अन्तर्गत प्रदेश प्रहरीले पाइरहेछ। हैन, संघीय सरकारले तोकेर प्रदेश प्रहरीलाई दिएको बजेट हो। त्यो बजेट अन्तर्गत यो छुट्याएको बजेट अन्तर्गत यो प्रदेश नम्बर 2 सरकारले दिएको भन्नुको अर्थ के हो भने कि अहिले पनि सङ्घीय सरकारले जुन बजेट छुट्याएको छ भनेपछि माथत कसको भयो? सङ्घीय सरकारको भयो। अहिले जनता त्राहिमाम छ के यो प्रदेश नम्बर 2 अब यस्तो हो के जितेनजी 3 वर्ष भइसक्यो के? सुन्नु न, 3 वर्ष भइसक्यो तपाईले भने ठीक छ। प्रदेशमा जुन प्रहरीलाई पनि कब्जा गरेर राख्ने, कर्मचारीलाई पनि कब्जा गरेर राख्ने, कर्मचारी दिएन, प्रहरीको कब्जा गर्ने अधिकार दिएन। मैले तपाईलाई भने नि ऐनलाई पनि चाहिँ के गर्ने, हामी चाहिँ यो प्रदेश नम्बर 2 सरकारले प्रहरी ऐनको लागि सर्वोच्चमा रिट गर्नुपर्ने बेला हो र के? यहाँ मैले फेरि गरे संविधान अन्तर्गत यो प्रदेश हो नि त। संविधान भन्दा माथि यो सरकार हो र? संविधान भन्दा माथि यो सरकार हो र? संविधान अन्तर्गतको यो सरकार हो नि त। सरकारको दायित्व के? सरकारले दायित्व लिनुपर्छ कि पर्दैन? ठिक छ, अहिलेको अवस्था जुन बर्दिवासकै घटना या अन्य घटनाहरूलाई म इङ्गित गर्न चाहे, प्रदेश नम्बर 2 लाई अधिकार दिएन। अधिकार सङ्घ सरकारसँग छ, केन्द्र सरकारसँग छ। केन्द्र सरकारले शान्ति सुरक्षाको अनुभूति गराउनु पर्ने हो कि होइन? जिम्मेवारी हो कि होइन? त्यही त। अब त्यसो हो भने ठिक छ, 3 वर्ष भयो के जितेनजी? 3 वर्ष भइसक्यो, केही अधिकार भएन। जति अधिकार दिनुपर्ने हो त्यो अधिकार दिएन। यावत कुराले गर्दा चाहिँ प्रदेशका विभिन्न क्षेत्र समस्याग्रस्त भए, त्यो तपाईको गुनासो छ हैन? त्यही भएर संविधान संशोधन हुनु पर्यो। अहिलेका सङ्घ सरकारले चाहिँ अधिकार सम्पन्न बनाइदिनु पर्यो प्रदेशहरूलाई हैन? प्रदेशहरूलाई भन्दा नि प्रदेश 2 बढी टार्गेट छ तपाईँ भनिराख्नु भएको छ। अरूलाई चाहिँ दिएकै छ अधिकार भनेर तपाईँको भनाइ छ। अरूलाई अधिकार दिएको होइन, अरू त उनीहरू चुप्पा लागेर बसेछ। उनको त के हो भने उनको निर्देशन पालना गर्ने प्रदेशहरू छन्। प्रदेश आफ्नो अधिकार सम्पन्न भएर विकास क्षेत्र जस्तै छ भन्नुहुन्छ। अधिकार सम्पन्न भएर खोइ चलाइरहेछ त। निर्देशन पालना गरेन भने आजका आज सरकारमा नेतृत्व फेरि। त्यसो भए कुनै अधिकार दिएको छैन भने प्रदेश 2 सरकार आन्दोलन गर्ने हो अधिकारका लागि कि कुर्सीमा बस्ने हो? आन्दोलन गरिरहेछ। खोइ त आन्दोलन आन्दोलन गर्नु पर्यो, कुर्सी छोड्नु पर्यो। सङ्घर्ष, कुर्सी छोड्नु पर्यो, आन्दोलन गर्नु पर्यो। कुर्सीमै बसेर कुर्सीमा पनि बस्ने, आन्दोलनको स्वरूप हुन्छ। सुन्नु, आन्दोलनको स्वरूप हुन्छ। आज टाउको दुखाइ भइसकेको छ। आज यो प्रदेश नम्बर 2 को नेतृत्वको प्रदेश नम्बर 2 को सरकारको नेतृत्व यदि आन्दोलन गर्ने जनताबाट अनुमोदित यो सरकार नभएको भए या जसपा नेतृत्वको सरकार नभएको भए आज यो देशमा संहिता हुँदैन थियो। तर टाउको दुखाइ छ। मैले त्यही आए आज टाउको दुखाइ छ। टाउको दुखाइ छ। प्रदेश नम्बर 2 को सरकारले गर्दा टाउको दुखाइ छ। आज उसैको नेतृत्वको सरकार भइदिएको या काङ्ग्रेस नेतृत्वको सरकार भइदिएको भए यो देशमा यो स्वरूप तपाईँ या यो तपाईँको जुन प्रश्न आइरहेछ यो प्रश्नको जवाब मैले दिन सक्दिनँ थिएँ होला।
तर आज म अहिले पनि भन्छु यो पनि एउटा सङ्घर्ष हो, संविधानले यो पनि एउटा आन्दोलन हो। संविधानले एउटा घर बनाइदियो, एउटा हामी अहिले पनि सातवटा प्रदेश दुईजना भनेर बहस एउटा गरिरहेका छौँ। हजुर एउटा संरचना दियो हैन। अब यो संरचना अब भनौँ न कुनै घर हुन्छ, घरलाई पहिला व्यवस्थित गर्नु पर्यो हैन, रङरोगन लाउनु पर्यो हैन, सामान मिलाउनु पर्यो चट्ट, अनि पो घरमा बस्ने हो त हैन। तपाईहरू त फोहोरले भरेको घरमा गएर बसिहाल्नु भयो। मैले भन्न खोजे के भन्दा पहिला फोहोर सफा गर्ने हो कि, मैले भन्न खोजे के भने पहिला फोहोर सफा गर्नुहोस् अनि आएर बस्नुहोस्। तपाईहरू बसिराख्नु भएको छ, फोहोर कसैले सफा गरिदिन्छ भनेर वेट गरिराख्नु भएको छ। के गर्नु, त्यहाँ उठेर जानु पर्यो, पहिला फोहोर नै सफा गर्नु पर्यो नि त। आन्दोलन यस्तो आन्दोलन गर्नु पर्यो, अधिकार दिनु पर्यो। यसो भनिराख्दाखेरि आन्दोलनको स्वरूप विभिन्न स्वरूप हुन्छ। आन्दोलन भनेपछि एक दिनमा यो जादुको छडीले पाउने मतलब अधिकार पाइहाल्ने कुरा पनि होइन। अहिले जति हामी पाइसकेका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको लागि अहिले पनि सङ्घर्षरत छौँ हामी। यो मोडालिटीमा अहिले संहिता र यो देश यो मुलुक चलिरहेछ। अहिले जति पाएको छ र आउने सन्ततिलाई अरू पनि पाउनेको लागि जुन सङ्घर्ष हामी गरिरहेछौँ त्यो प्रदेश नम्बर 2 बाट नै हो। जनताले बुझिरहेछ, आम नेपाली जनताले पनि बुझिरहेछ यो संहिता भनेको प्रदेश नम्बर 2 ले नै अनुभूति गराउँछ भनेर। किनभने उसको प्रतिवाद गर्नु पनि, आफ्नो अधिकार खोज्नु भनेपछि यो पनि के हो, एउटा सङ्घर्ष हो नि त। आज कानुनमा दबाब पुगेन के, कुर्सीमा बसेर अधिकार खोजे कहाँ अधिकार दिन्छ त। अब आज छोड्नु पर्यो। तपाईँ सङ्घ सरकारलाई हराएको कतिवटा उदाहरण छ। सङ्घ सरकारको विरुद्धमा आज सागरनाथ वनको कुरा मैले गरेँ। सागरनाथ वनको कुरा के थियो, हाम्रो भूमिलाई सङ्घ सरकारले कब्जा गर्न खोजेको थियो, हाम्रो वन जङ्गललाई फरानी गर्न खोजेको थियो, हाम्रो वनलाई, प्रदेशको माथाको जुन भूमि छ त्यसलाई हामी सर्वोच्चमा मुद्दा दायर गर्यो। प्रदेश नम्बर 2 सरकारले जितेको हो नि त। अब एउटा प्रदेश 2 मा साधन स्रोत प्रदेश 2 लाई एउटा आरोप के लाग्ने गरेको छ भने शिवाली सर मैले साधन स्रोतमाथि जुन नियतले यो सङ्घीय सरकारले कब्जा गर्ने नियतले जसरी अगाडि बढाएको थियो त्यसलाई सर्वोच्चमा मुद्दा दायर गरेर जितेको होइन र के यो उपलब्धि होइन र? अब अहिले सङ्घीय सरकारले साधन स्रोतमाथि चाहिँ आँखा देखाउन अलिक गाह्रो मानिरहेछ। भन्नुको अर्थ के हो भने यो प्राप्ति हो। आन्दोलन भनेपछि हरेक तरिकाबाट आन्दोलनलाई अगाडि बढ्दै र अधिकार लिँदै लिँदै जाने हो। अधिकार पनि प्राप्ति भइरहेको छ भनेर तपाईँ भनिराख्नु भएको छ। अधिकार पनि प्राप्ति भइरहेको छ, एकैचोटि हुने होइन। तपाईँ त आफै भन्नुभयो नि, यो आन्दोलन भनेको चिज चाहिँ एकैचोटि प्राप्ति होइन, बिस्तारै हुने हो के। भनेपछि सङ्घ सरकारले पनि थोरै थोरै भए पनि अधिकार चाहिँ दिइरहेको छ। यो बेमानिस्ता हो, यो बेमानिस्ता हजुर। जस्तो मुलुकलाई समृद्ध बनाउनको निमित्त जस्तो भन्छ नि, स्लोगन छ नि, प्रधानमन्त्रीज्यूले सुखी नेपाली समृद्ध नेपाल भनेर परिकल्पना गर्नुभयो नि त। आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य चाहिँ नलेख्नलाई मन्त्री परिषदबाट निर्देशन गरे हो नि त। जबकि यो संविधान के हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भए अनुसार देशलाई शान्ति, समृद्धि, विकास लिएर यो संविधान जारी गर्ने भने व्यवस्था एउटा अधिकारकै अर्को कुरा मैले त्यही यहाँ व्यवस्था गर्ने कुरा हो नि त। समृद्ध जादुको छडी त होइन नि। अब जनताले चाहिँ नाम खोजेका छैनन् के, जनताले चाहिँ सुरक्षा खोजेका छन्, शिक्षा खोजेका छन्, स्वास्थ्य खोजेका छन्। नाम सङ्घीय लोकतान्त्रिक नेपाल होस् या नेपाल होस्, त्यसलाई चाहिँ चर्चाको विषय बनाउनु भन्दा नि जनता चाहिँ यहाँका बालबालिका सुरक्षित छन् कि छैनन् त्यो खोजेका छन् होइन। कसैले चाहिँ अनाहागमा गोली खानु नपरोस् त्यस्तो किसिमको सुरक्षा खोजेका छन्। जनताले चाहिँ यो कागजी कुराहरू खोजेका छैनन् कि व्यावहारिक कुराहरू के छ होइन। चिन्ता त्यही हो। अब यहाँ कागजी कुराकै प्रसङ्ग एउटा शिवाली सर तपाईँलाई रोके यही चिन्ता त्यही हो। चिन्ता के हो भने राजा आउँछ भने चिन्ता लाग्छ होइन। चिन्ता के हो भने नि वर्गीय मुक्ति सङ्घर्षका लागि यत्रो बलिदानी दिने, जातीय मुक्तिका लागि यत्रो बलिदानी दिने, अधिकार सम्पन्न राष्ट्र निर्माण गर्नको लागि यत्रो बलिदानित गर्ने, महान महान आन्दोलनहरू गर्ने, 1913 विक्रम सम्वत 1913 देखि लिएर
2072 सालसम्मको परिवर्तन नदेखिने के जनताले ल्याएको यत्रो ठुलो परिवर्तन परिवर्तनलाई संस्थागत हुन दिइरहेको छैन, कसले षड्यन्त्र हो? हुन थाल्यो भनेर कसले तपाईँ हो? भनिराख्नु भएको छ। कसले होइन, हो? मैले कुन भन्न नीतिमा खोजेको के बसेको भने पार्टीले? होइन, यदि दलहरू सुध्रेनन्, होइन, सङ्घ सरकार होस् या प्रदेश सरकार होस्, होइन, सबैले जनताको पक्षमा जनहितमा काम गरेन भने त एक दिन त जे पनि हुन सक्ला, होइन, त्यो जे पनि हुन सक्छ, त्यो पछि कुरा हो। मैले भन्न खोजेको के भने त्यो भनेको सानोतिनो कुराहरूले निर्देशित गर्ने हो क्या त्यो कुरा। एउटा उदाहरण म भन्छु, प्रदेश सरकारसँग एकातर्फ तपाईँले भनिराख्नु भएको अधिकार छैन, अर्कोतर्फ कुरा गर्ने हो भने कुनै घटना हुँदाखेरि प्रदेश सरकारले चाहिँ तत्कालै चाहिँ छानबिन समिति बनाइहाल्ने के, होइन, चाहे सचिव कुटपिटको कुरा होस्, होइन, मलेट घटनाको कुरा होस्, विभिन्न किसिमका समितिहरू बनाइहाल्ने के, रौथडका घटना होस्, होइन। तर प्रतिवेदन तपाईहरू चाहिँ प्रतिवेदन कसले सार्वजनिक गरिदिने, त्यो पनि सङ्घले आएर गरिदिने हो। सचिवमाथि कुटपिट भयो, थाहा छ तपाईँलाई? अब याद छ कि छैन त भन्नु? सचिवमाथि कुटपिट भयो, त्यसको प्रतिवेदन कहाँ गयो? त्यो कसले गरिदिनु? मैले प्रदेश सरकारले आएर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरिदिनु पर्ने हो कि मुख्यमन्त्री लालबाबु राउतले गरिदिने हो? कसले गरिदिने हो सार्वजनिक? हजुर, विषयान्तर भइरहेछौँ। अब होइन, मैले हामी विषयान्तर भइरहेछौँ। अब यसलाई यसरी गरौँ, जुन कुरा टुङ्गिसकेको छ त्यसको विषय कसरी टुङ्गिसकेको छ, यो त्यो छानबिन होइन, कसरी टुङ्ग्यो? छानबिन गरेर सचिवले आफै चाहिँ मसँग ठुलो गल्ती भयो भनेर त गएको हो नि। होइन, छानबिन समितिको त आउनु पर्यो नि प्रतिवेदन। रिपोर्टमै थियो कि यसले गल्ती गरे हो, प्रतिवेदन खोइ त, यसलाई कारबाही गर्नुपर्छ, प्रतिवेदन सार्वजनिक खोइ भयो त, रौथड घटनाको प्रतिवेदन सार्वजनिक खोइ भयो त, मलेट घटनाको प्रतिवेदन खोइ सार्वजनिक भयो त, खोइ त प्रतिवेदन। मलेट घटनाको सम्बन्धमा यो प्रदेश सरकारले सिफारिस गरेको कुरा हो। मलेट घटना आफैमा नरसंहार हो, एउटा पार्टीको कार्यक्रम होइन। मलेट घटना मैले भने नि, म प्रतिवेदनकै कुरा जोड गरेँ। हामीले सङ्घ सरकारलाई र विभिन्न आयोगहरूलाई, मानवाधिकारदेखि लिएर विभिन्न निकायहरूलाई प्रदेश नम्बर 2 सरकारले मलेट घटनाको विषयमा धेरै कुराहरू अगाडि बढाइसके। मैले भनेको कुरा त्यो भने के प्रतिवेदन खोइ भने के, खोइ त सार्वजनिक भनेको कहिले हुन्छ? होइन, तपाईँ मान्नुहोस् न, प्रदेश सरकारले चाहिँ दिएको अधिकार पनि जुन अधिकार आफैले गर्न सक्छ नि त्यो पनि गर्न नसकेको हो भनेर यो टेबलमा मान्नुहोस् त तपाईँ। यो छैन, प्रदेश नम्बर 2 मैले आफैले कर्मचारीको विषयमा प्रतिवेदन सार्वजनिक भएकै हो, खोइ त भएकै हो, तपाईकै मिडिया मार्फत सचिवको भएकै हो, प्रतिवेदन खोइ प्रतिवेदन सार्वजनिक भएको हो। अर्को कुरा के हो भने कि जस्तो मलेट घटनाको विषयमा यो सङ्घीय सरकारको विषयको कुरा थियो, सङ्घ सरकारले जिम्मा लिनु होइन, प्रदेश सरकारले गठन गरेको मैले समिति बनाएको हो, सिफारिस गरिसकेको छ। होइन, त्यो कहिले होइन, त्यो कार्यकाल सकिसक्यो, 2 वर्ष बाँकी छ अब, होइन, सिफारिस गरिसकेको छ। सङ्घ सरकारलाई सिफारिस गरिसकेको छ, मुद्दा पनि दायर भइसकेको छ, तपाईँको मानवाधिकार कर्मीलाई पनि बुझाइसकेको छ, मानवाधिकार कर्मीले पनि सङ्घ सरकारलाई स्पष्टीकरण सोधिसकेको छ। अहिले सङ्घ सरकारको दम्भ छ, त्यसैले यो जीवित। अब हामी अन्त्यतिर पनि आइसकेका छौँ, अब 2 वर्ष बाँकी छ, होइन, प्रदेश सरकारको नाम र राजधानी नटुङ्गाइकन कार्यकाल सकाउने हो कि के छ विचार चाहिँ? यहाँको मधेसीहरूलाई थाहा हुन्छ, प्रदेश जुन अन्य पार्टीका हजुर हाम्रा आदरणीय मधेसीज्यूहरूलाई, अन्य पार्टीका आदरणीय मधेसीज्यू नेताज्यूहरूलाई, मानवज्यूहरूलाई म अनुरोध गर्न चाहे, बेनामे यो प्रदेशमा सहयोग गरेन, बेनामे यो प्रदेशमा बसेर के पाउनुहुन्छ? आफ्नो पहिचान मैले भने नि, अन्य पार्टीकै कुरा मैले भनिदिएँ, यसमा सबै पार्टी होला। हाम्रो पार्टीको पनि कुनै नेता त्यस्तो छ भने त्यसलाई पनि भन्न चाहन्छु। हाम्रो पार्टीभित्र पनि धेरै कुरा आउँछ नि, मैले त्यो पनि भने। बेनामे नाम भएर के पाउनुहुन्छ? मधेस आजको इतिहास हो र?
मधेस आजको इतिहास हो। सरकारले सक्रियता देखाएन भने मैले भने नि सरकारले सक्रियता नदेखाएको भए यो चुनावमा सरकारले सक्रियता देखाएन के सरकारले सक्रियता नदेखाएको भए चुनावमा 62 भोट हामीले त्यो ल्याएको त नाटक थियो, नाटक मञ्चन थियो। फेरि यहाँ नाटक मञ्चन थियो भन्छ। अब यहाँ के छ भने नि मैले भने नि पहिचान पक्षधरहरूले पनि उसले नमाने मैले नदिने भोट यस्तो अब किसिमको यस्तो त छ। नाटकै अब हो नि मैले त। भने नि यो मधेसी जनताले पनि यो जिम्मेवार लिनुपर्छ, किनभने 2/3 बहुमत ल्याएर 2/3 बहुमतबाट नै नामाकरण हुने हो। खोइ त फेरि अर्को 2/3 बहुमतबाट होइन 2/3 पाँचौं अधिवेशन कहिले बस्ने? 2/3 बहुमतबाट नामाकरण हुने हो, 2/3 बहुमतबाट राजधानी हुने हो। त्यही त सहमति जुटाउनु पर्यो के मैले त्यही भने नि सहमति जुटाउनको त्यसको लागि सरकारले यो मिडियाबाट प्रयास होइन, गरेको यो भनेको। अहिले पनि हजुर, भन्छु यो सरकारले मिडियाबाट- प्रयास म गरिदिनु म पर्यो नि त। म म हजुर। भनिरहेको छु अहिले माननीय मुख्यमन्त्रीज्यूको प्रमुख मुख्य सचिव र जिम्मेवार मतलब जिम्मेवार ठाउँमा बसेको हुनाले मैले के अनुरोध गर्न चाहेँ भने अहिले पनि केही बिग्रेको छन्, एकपल्टको लागि अहिले पनि हामी सबैजना एकजुट हौँ न। मधेसीको अधिकार दिनको निमित्त मधेसीको पहिचान गर्नको निमित्त एकजुट हौँ न। के बिग्रिया छ र? संहिता ल्याएको संहिता- प्रदेश दुईका जनताले अब अब मैले संहिता आयो, त्यही अब भने, नाम अब राखेर म पनि अनुरोध- सबभन्दा पछाडि के म अहिले होइन? पनि भने अब म विशेष सुन्नु अनुरोध न। गरेँ, म विशेष अनुरोध गरेँ नेपाली नाम न काङ्ग्रेसलाई। राजधानी राख्न सबभन्दा पछाडि म विशेष अनुरोध गरेँ नेपाली एक काङ्ग्रेसलाई। नम्बरले राजधानी मैले अहिले पनि भने नि म विशेष अनुरोध- पाँचले राजधानी म नाम अहिले पनि टुङ्ग्याइसक्यो। भने नि हजुर। म तपाईँको मिडिया मार्फत म भन्न चाहेँ, म अहिले पनि भन्छु म विशेष अनुरोध गरेँ नेपाली काङ्ग्रेसलाई, म विशेष अनुरोध गरेँ नेकपालाई, तपाईँहरू मधेसी होइन र? हाम्रो ठेकदारी त छ त, हामी त दिइहाले, हामीलाई त जनताले पत्याएको 55 जना हो। तपाईँहरूको दायित्व होइन र? तपाईँ मधेसी भएर तपाईँको दायित्व होइन र? अब यसको लागि पहिचानको निमित्त एकजुट त हुनु पर्यो अब नि। प्रस्ताव त ल्याउने पर्दै- राजधानीको लागि एकजुट त हुनु पर्यो नि त। ठिक छ। अब यो एउटा प्रस्ताव त विफल भइसक्यो, अब अर्को प्रस्ताव अब पाँचौं अधिवेशन कहिले बस्ला फेरि होइन? यो यस्तो छ अब अर्को प्रस्ताव फेल भइसके पछाडि संविधानमा दिएका अधिकारहरू छैन। हामीले निरन्तर प्रयास गरिरहेछौँ अहिले पनि। हामीले काङ्ग्रेसका संसद दलका नेता आदरणीय हाम्रा माननीय रामसरोज यादवज्यू हुनुहुन्छ, हार गुहार मान्य मुख्यमन्त्रीज्यू गर्दै हुनुहुन्छ कि मधेसीका लागि एकचोटि हामी एकजुट हौँ न। रामचन्द्र मण्डलज्यूसँग हाम्रो निरन्तर खै त संवाद छ। संवाद एकचोटि हो। संवाद भनेपछि मिडियामा आउँदैन नि, निर्णय मिडियामा आउने हो। होइन, तर त्यही त के हो अब- भने नि म अहिले पनि तपाईँको मिडिया मार्फत सम्पूर्ण आदरणीय नेता र सम्पूर्ण जनता चर्चै हुँदैन के म नाम तपाईँ र राजधानीको अहिले चर्चा नै त्यही हुँदैन कुरा नि। हो। हजुर। चर्चा भनेपछि के अब घरको कुरा चाहिँ मिडियामा त आउने कुरा हो नि। तर भनेपछि म यो अब पाँचौं अधिवेशनमा म चर्चामा ल्याएँ नि। अहिले मैले तपाईँको मिडिया अब बस्ने पाँचौं प्रदेश दुईको पाँचौं अधिवेशनमा प्रस्ताव आउँछ? प्रस्ताव आउँछ? शिवालीजी म तपाईँको मिडिया मार्फत सम्पूर्ण आदरणीय नेकपाका नेकपाका आदरणीय माननीयज्यू लगायत जनतालाई, काङ्ग्रेसका आदरणीय माननीयज्यू लगायत जनता र सम्पूर्ण पार्टीलाई म विशेष पहलको रूपमै म भनिरहेको छु, भोलि टुङ्ग्याऊ मध्य प्रदेश, भोलि टुङ्गिन्छ, बसौँ। आज यहाँबाट तपाईँको स्टुडियोबाट निस्किने बित्तिकै म त्यसको पहल लागि त गर्छु। प्रदेश म यो दुईका त प्रतिबद्धता होइन, प्रदेश दुईका नेतृत्वकर्ताहरूले भन्नु पर्यो नि त अरू दलहरूलाई, विपक्षीहरूलाई, ल बसौँ यो विषयमा कुरा गरौँ। खोइ त सुनिँदैन त कुरा। यो नसुनिने कुरा होइन। हामी त नीति आयोगको उपाध्यक्षज्यूलाई संयोजक बनाएर 8वटा त्यही त के जिल्लामा भयो, त त्यत्रो पैसा सर्वेक्षण खर्च भयो सुझाव सर्वेक्षण सङ्कलनको नाममा त्यत्रो सुझाव पैसा खर्च सङ्कलनमा त भयो। त्यो के भयो मध्य प्रदेश त स्पष्ट देखाएको थियो नि त। मधेसी जनताको म्यान्डेट त मध्य खोइ त प्रदेश हो। कार्यान्वयन भएन नि त, कार्यान्वयन अब भएन यही कुरा के? हो, 2/3 कुरा हो नि त। यहाँ कानुन बनाउँदाखेरि 2/3 कुरा हुन्छ नि। नामाकरण र तपाईँको राजधानी तोक्नको लागि 2/3 चाहियो। तर यस्तो आरोप पनि उठ्दै गएको छ कि तपाईँहरूले सेफ ल्यान्डिङ के नाम र राजधानीको विषयमा 3 वर्ष बितिहाल्यो, अब 2 वर्ष पनि बिताउँ, त्यसपछि अब को होला, अब अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँले के लाग्छ अब यसपालिको अब जुन हुन्छ पाँचौं महाधिवेशन, पाँचौं अधिवेशन प्रदेश सभाको, त्यसमा प्रस्ताव पेश हुन्छ? नामाकरण र राजधानीको विषयमा जसपा पार्टी इमान्दार छन्। मध्य प्रदेश बाहेकको विकल्प छैन। यसको नाम लागि पेश हुन्छ कि हुँदैन? हुन्छ।
यो पालि पेश गर्नुहुन्छ गर्ने प्रदेश सरकारको तर्फबाट चाहिँ प्रस्ताव आउँछ र सहमति पनि सँगसँगै सहमति हुन्छ त्यो विश्वास पनि छ। हजुर, अब अलिक प्रसङ्ग बदलौँ। तपाईँले अलि सुरुमा पनि चर्चा गर्नुभएको थियो, पछिल्लो जुन राजनीतिक गतिविधि हेर्दाखेरि राजाको विषयमा पनि चर्चा भइरहेको छ। यो गणतन्त्र नै धरापमा पर्ने हो कि भनेर, जसरी अगाडि तपाईँले औल्याउनु भयो कि प्रदेशहरूलाई चाहिँ अधिकार दिएन, विभिन्न किसिमका घटनाहरू चाहिँ घटाइए, जुन चाहिँ तपाईँको आरोप छ कि सरकारले नै यो गरिरहेको छ भनेर, होइन, यस्तो किसिमको अवस्था सिर्जना होस् जसले गर्दा चाहिँ संहिता नै धरापमा परोस् र अरूले चाहिँ चलखेल गर्न पाओस्। र पछिल्लो समयमा हेर्ने हो भने विराटनगर त्यस्तो ठुलो चाहिँ राजा आऊ देश बचाऊ भनेर चाहिँ नारा लागेको अवस्था छ। के भन्नुहुन्छ, गणतन्त्र साँच्चै धरापमा पर्न लागेको हो? यस्तो छ, अहिले जुन नेकपा नेतृत्वको जुन सरकार छ त्यो पार्टीको विभाजनको एउटा नाटकीय प्रस्तुति या नाटकीय मञ्चन, राजाको लागि जुन उक्साहट छ त्यो तर्साउने जुन नाटकीय मञ्चन, त्यो के हो भने त्यो भनेको अहिले जुन कोभिडको महामारी छ, कोभिडको महामारीमा जनता त्राहिमाम छन्। अहिले सबैजना मिलेर, सम्पूर्ण दल मिलेर राष्ट्र सहमतिको सरकार निर्माण गरेर जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सक्नु पर्थ्यो सरकारले या पार्टीहरूले। त्यसलाई गर्न नसकेको हुनाले भ्रष्टाचारी गर्नको लागि, भ्रष्टाचारलाई संस्थागत गर्नको लागि र आफू अधिपत्य कायम गर्नको निमित्त यो किसिमको नाटक मञ्चहरू पक्कै पनि छ र यो षड्यन्त्र पनि भइरहेको हो। जस्तो अब संविधानद्वारा निर्मित संस्थाहरू छन्, राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, अन्य संस्थाहरू, निकायहरू। संविधानले दिएको अधिकारलाई भन्दा पनि माथि उठेर मन्त्री परिषदको निर्णय गर्नु भनेपछि के हो? यो आफैमा क्वेसन मार्क छ। एउटा प्रधानमन्त्री कार्यालयले या प्रधानमन्त्री या प्रधानमन्त्रीज्यूले त्यो किसिमको निर्णय गरेर देश र जनतालाई झुक्क्याउने जुन कार्य गर्दै हुनुहुन्छ त्यो के हो? र आफै त्यो राजा आऊ देश बचाऊ नारा लगाउनको निमित्त कार्यकर्ता पठाइदिने पैसा दिएर त्यो के हो भनेपछि त्यो नेकपाले नै गरेको हो भन्नुहुन्छ तपाईँ? 100% हो, नेकपाकै चलखेल हो। अहिलेको अवस्थामा राजा आऊ देश बचाऊ दिवा स्वप्न हो, तर सरकारको आरमा, पैसाको आरमा जसरी अगाडि बढाइरहेछ त्यो किन बढाइरहेछ भने अन्य जुन पार्टीहरू त मतलब हाम्रो जसपा जुन छ नि, जसपा होस् या जनयुद्ध हाँक्ने, महान जनयुद्ध हाँक्ने, मधेस जनविद्रोहबाट उठेका उपलब्धिहरूलाई संस्थागत गर्न नसक्ने स्थितिलाई सृजना गरेर यो त्रसित गर्न खोजेको हो मेरो विश्वास। अब हामी अन्त्यमा छौँ, तपाईँलाई के लाग्छ अब संहिता बचोस्, गणतन्त्र बचोस्, होइन, र जनताले चाहेका सुख समृद्धि चाहिँ हासिल होस्, होइन, समृद्ध नेपालको जुन परिकल्पना छ नि त्यो चाहिँ पुरा होस्, त्यसको लागि सबैले आफ्नो ठाउँबाट काम चाहिँ गर्नु पर्यो। के चाहिँ गरिदिनु पर्यो? प्रदेश सरकारको कुरा गर्ने हो भने प्रदेशले चाहिँ के गरिदिनु पर्यो जसले गर्दा अगाडि बढ्न सकिन्छ, होइन, सपना चाहिँ पुरा गर्न सकिन्छ, साकार पार्न सकिन्छ? के छ त्यस्ता कुराहरू, मुख्य बुदाहरू? भएका विषयहरूमध्ये जस्तो मैले तपाईँलाई भने संहिता, समावेशिता, समृद्ध, सुशासन, समाजवाद, पाँचैवटा महत्त्वपूर्ण धार हो, विचार हो। पाँचैवटालाई संस्थागत गर्नको निमित्त जुन 10+1 को अवधारणा अनुसार पहिचान सहितको संहितामा त्यसलाई संस्थागत गरिदिनुपर्छ। निर्वाचन प्रणाली जुन छ, निर्वाचन प्रणाली नै अहिलेको लागि त्यो वर्गीय उत्थानको निमित्त होइन, त्यसलाई परिवर्तन गर्नुपर्छ, निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ, गरिब जनताहरूको पहुँच बनाउनुपर्छ निर्वाचनको माध्यमबाट, निर्वाचन प्रणालीको माध्यमबाट। त्यसको लागि निर्वाचन प्रणाली पनि संशोधन गर्नुपर्ने हो। अर्को कुरा के हो, हरेक प्रदेशहरूलाई स्वायत्त दिनुपर्ने भयो,
स्वायत्त दिनुपर्ने, सुशासन मुख्य कुरा स्वायत्तता स्वायत्तता प्रदान प्रदान गर्नु गरिदिनु पर्ने हो। जुन चाहिँ संविधानले संविधानले अधिकार दिएको छ। अधिकार कम्तीमा त्यति त दिनु पर्यो नि पहिला। कमसेकम त्यतिमा दिनुपर्ने हो। अझै पनि धेरै बाँकी छ जुन संविधान संशोधनको मार्फतबाट गर्ने कुराहरू छन्। भएका उपलब्धिहरूलाई संस्थागत गरिदियो भने यो मुलुक समृद्ध मुलुक बन्छ भन्ने विश्वास छ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शक वीरेन्द्र ओछलैथ जितेन्द्र यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघ के केंद्रीय उपाध्यक्ष, तैना ओ मुख्यमंत्री प्रदेश नंबर 2 के मुख्यमंत्री के मुख्य स्वकीय सचिव छथि, तैना जसपा के नेता सेहो छथि। वो आई हुनका सब बातचीत करे छलिए समसामयिक अखनका घटना के परिदृश्य में, तहिना समसामयिक राजनीतिक विषय में हुनका सब बातचीत करे छलिए। बेस त, नमस्कार।